हामी जान लागेको छु आज पहिलोचोटि धान उठाउन काट्न गइन धान उठाउन गइरहेको छु ए लिएर आउने का यता हाम्रो बुढी आमा मेरो बेटा घाँस काट्दै गए धान काट्दै गएन बोझा बाक्न नि 12 बजे होइन रे राति जान्छु भन्छ के गर्ने यस्तो कामदारी छोरा कहाँ पाउनु कस्तो बुहारी आउने थाहा छैन बच्चा एउटा यो छ 1 नम्बरको कन्जुस काम गर्ने भनेपछि चप्पल खोइ हिँड्दै हो बाइक खोइ बाइक हो त बाइक खोइ मैले भन्दै थिएँ म त्यसको सङ्गति छैन पैसा कमाउनु हिँड्नु आएको तातो घाममा धान उठाउन गइरहेको छु धान उठाउनु कि बोझा उठाउनु यो एउटा नै यहाँ कसैलाई काम गर्नुपर्छ नि यहाँ टेन्सन भइरहेछ एउटालाई काम गर्नुपर्छ उफ्री बस्यो म त्यसो काम गरेर अल्छीमा के यत्र काममा हिँड सुसु थाहा छ है चाहिँ यहाँ घाममा छ मेरो अनुहार चाहिँ कालो देखाउला यी हामी धान काट जान लागेको छु ए धान काट्ने कि धान उठाउने बोझा उठाउनु जान लागेको छु सबैजना रेडी भएछ तर के हुनु बिहान भन्दैन 12 बजे दिउँसोको 12 बजे भन्दैन यतातिर धान चाहिँ काटेको छ यतातिर पाकिसक्यो तर काटेको छैन हाम्रो हेरा चाहिँ के को हतार लाग्यो हाम्रो त काटिसक्यो ए हामी चाहिँ यसरी के अरे त्यो भन्छ नि मम्मी जेलबाट फरार भन्नेले के भन्छ अरे जेलबाट फरार भन्नेले के भन्छ अरे त्यस्तरी बोकेर हामी हिँड्नु परिहाल्छ पानी बोझा अलि कसैले अलि फेरि के जेलबाट फरार भएको क्या हो भन्ने नि बेल आउँदैन हामी त्यसरी हामी जेएनजी हो जेएनजी डाक्टरबाट फरार भएर बारीमा आएको अब म चाहिँ 5 मिनटमा बारीबाट फरार भएर घरतिर पुछाएँ ए हो के गर्नु मलाई त सुखले बस्नै नदिने रहेछ यिनीहरू जहिले पनि कामरा कराई गर्छ काममै आउँछ हाम्रो काठमाडौँको जेएनजीहरू सबै केपी ओलीको खाने नेताहरू जेएनजीहरू आयो जेएनजी काठमाडौँको सिंहदरबार चलाउने यिनीहरू यहाँ छ यिनीहरू काठमाडौँको सिंहदरबार चलाउने हाम्रो धान सान चाहिँ काटिसक्यो सब भुइँमा बिछाइरहेछ अब 12 बजे या कमसेकम बेलुकाको 3-4 बजे भयो भने हुन्थ्यो सक्थ्यो यस्तो तातो घाममा अब हेर्नु न यति गोरो भएको थियो रुममा बस्दाखेरि अब यो धान अब 2-3 मिनटमा बस्नुपर्छ मान्छे नि होइन मधिसेको छोरा जस्तो बनाइन्छ होला कसम भने यो मधिसेको छोरा हो ए सब यो त अलरेडी मधिसेको छोरी भइसक्यो मलाई घाममा हेर्न यहाँ घाम म चाहिँ अब उठाउन सुरु गरेको है गाइस म चाहिँ सुरु गरेको होइन यहाँ आउनु यति रिमा कहाँ बस्छ यसरी धान उठाउने हो यस्तो गर्ने हो यता मम्मी पनि हुन्छ भाइ र मम्मी म त जाने रहेछ त्यही त हो नि है गाई जस्तो हुनुहुन्छ हजुर बस्नु भयो यतै त्यो सबै धान उठाउनु पर्यो हामी त सहरको होइन हामी गाउँको हो यसो धान उठाउनु पर्छ 12 बजे दिउँसोको घाममा कालो भई काम गर्नुपर्छ मेरो छोरा यस्तो काम गर्छ कि मेरो छोराले कुनै केटी छ भने लाइक कमेन्ट सेयर गरिदिनु अनि अरू केही भन्नुहुन्छ कि मेरो छोरासँग सम्पर्कमा बिहे गर्ने भयो कति काम गर्छ मेरो छोराले बिहानको 12 बजे होइन मैले भ्लग बनाउँदै म यहाँ धान चाहिँ उठाइरहेको छु होइन सकिने रहेछ नि क्या तातो घामले यस्तो कस्तो तातो घाम छ नि गर्न सकेको छैन एउटा यहाँ मान आएको छ खालि मुखले मात्रै बोल्ने तर काम चाहिँ एउटा नगर
मुखले म त पत्ता पत्ता हिँड भन्छ म घरमा बसिनु सबले डाँडै गर्छ अब म आज आयो यो चुपचाप हेरे बस्छ हो के भन्ने यिनीहरूमा कोही कमी छैन डुक्नु होला होइन भिडियो बनाउनु त सक्दिनँ होला किन धार उठाउनु त परेको आधी धार उठाइसकेपछि भिडियो बनाउँछ होला है अहिलेलाई चाहिँ भिडियो हेरेर मात्रै बस्दिनँ होला हामी त एउटा मिडल क्लास फ्यामिलीको यसरी बसी सुती खानालाई त हाम्रो त्यो धनीमनीको छोरा होइन हामी 12 बजी तातो घाम आयो काम गऱ्यो यसरी खाना पाइन्छ न त सुतेर खाना पाउने over. Love you. Bye bye. Oh, love you. Bye bye. Ati आरो चाहिँ भ्लग आउँछ हेर्नु होला. Bye bye.